अनि एउटा भिडियोमा मैले हजुरले लिखित तयारी गर्दा बुझेर पढ्नु भएको छ कि घोकेर भनेर पनि सोधेको थिएँ। धेरैजना साथीहरूले कमेन्टमा कसरी पढ्ने, कसरी घोक्ने, कुन कुराहरू घोक्ने र कुन कुराहरू पढ्ने भनेर चाहिँ कमेन्ट गरिरहनु भएको थियो र इनबक्स पनि गरिरहनु भएको थियो। बुझ्ने कुराहरू चाहिँ कतिपय धेरैले भन्नुहुन्छ सबै कुराहरू घोकेपछि बुझिन्छ भन्नुहुन्छ। बुझ्दै नबुझेको कुराहरू घोक्नुको विकल्प छैन, घोक्नु नै पर्छ। जस्तै ऐनहरूमा चाहिँ सुशासन व्यवस्थापन सञ्चालन ऐनमा प्रशासनिक कार्य सञ्चालनका आधारहरू यस्ता कुराहरू चाहिँ घोक्नु नै पर्छ र जस्ताको तस्तै पनि लेख्नुपर्छ। अब बाँकी रह्यो चाहिँ हजुरले राज्यका नीतिहरू जुन 13वटा छन् त्यसको भित्रको पढ्दाखेरि चाहिँ मेरो अनुभव अनुसार हजुरले त्यो जस्ताको तस्तै शब्दै नबिराएर घोक्नुपर्छ भन्ने चाहिँ छैन। यदि त्यहाँ उल्लेख गरिएको कुरा भाव आउने गरी र उल्लेख गरिएको कुरा र हजुरको लेखाइको चाहिँ भाव म्याचिङ हुने गरी हजुरले लेख्नुभयो भने जस्ताको तस्तै उतार्नेको भन्दा पनि राम्रो नम्बर आउन सक्छ हजुरहरूको। किन भन्दा पेपरको माथिपट्टि चाहिँ मौलिकतालाई प्राथमिकता दिइनेछ भनेर लोकसेवामा पनि मौलिकतालाई छुट्टै अङ्कहरू छुट्याइएको छ। त्यसपछि नीतिहरू 13वटाको भित्रको पनि घोक्न एकदमै गाह्रो हुन्छ, गाह्रो नै हुन्छ। एक त फर्स्ट पेपर पढ्दा पढ्दा आफू फ्रस्ट्रेट भइएको हुन्छ। फर्स्ट पेपरमा राम्रो अङ्क बसाल्न नसकेको कारणले गर्दाखेरि नाम ननिस्केको साथीहरू पनि हुनुहुन्छ होला, लाइक मेरो पनि फर्स्ट पेपर एकदम विक थियो, त्यस्तो हुनसक्छ। त्यसैले चाहिँ उपाय नै नलाए घोक्नु नै पर्यो। 10 चोटि 20 चोटि लेखेर भए पनि घोक्नु पर्यो। सकेसम्म जे विषयवस्तुलाई पनि सामान्यकरण गरेर पढ्नुभयो भने हजुरहरूलाई घोक्न पनि सजिलो हुन्छ र त्यो टपिकको विषयमा बुझ्न पनि छिटो बुझिन्छ है त।